यहाँ बिहान ठीक 8 बजेको समय छ। बसन्तपुरमा उभिएको छु। हावा अझै चिसो छ, तर वर्गमा केही विद्युतीय ऊर्जा जस्तो गुन्जिरहेको छ। मेरो अगाडि भुइँमा लामो बाँसको लिङ्गो राखिएको छ, 32 फिट लामो, मोटो, चिल्लो, पवित्र। मानिसहरू समूहमा जम्मा भएका छन्, काने खुसी गर्दै, हेर्दै। यो केवल काठ होइन, यो चिर हो। हाम्रो समुदायका सदस्यहरू, असनका ढालासीको मानन्धरहरू चुपचाप समन्वय गर्दै हिँडिरहेका छन्। नेपाल सेना तयारी अवस्थामा छ। पुजारीहरूले शुभ समय जाँच गरिरहेका छन्। मलाई लाग्छ म कुनै प्राचीन कुराको हिस्सा बनेको छु, जुन सदियौँदेखि हुँदै आएको छ। ठ्याक्कै त्यही क्षणमा डोरीहरू कसिन्छन्, आदेशहरू चर्को स्वरमा सुनिन्छन्, बाँसको लिङ्गो उठ्न थाल्छ, बिस्तारै, स्थिर रूपमा। भिडले सँगै सास फेर्छ जब लिङ्गो हनुमान ढोका नजिकै गद्दी बैठकको छेउमा ठाडो उभिन्छ। जब यो ठाउँमा अडिन्छ, वर्गभरि तालीको लहर चल्छ। होली औपचारिक रूपमा सुरु भएको छ। म टाउको माथि उठाउँछु। बाँसको टुप्पोमा 3 तले छाता जस्तो संरचना छ, बाँसका पट्टी र कपडाबाट बनेको। पहेँलो पितम्बर कपडा हावामा फहराइरहेको छ। त्यसमाथि ढाले रुखको हाँगा। त्यो हाँगा गुहेश्वरी मन्दिर नजिकबाट आएको छ। यसको केही भाग फर्केर त्यही पूजा हुन्छ, अर्को भाग गोरखनाथ मन्दिरमा जान्छ। हाम्रो उपत्यकाको पवित्र ज्यामिति यो हाँगासँग जोडिएको छ। गुर्जुको पल्टनले यसलाई सलाम गर्छ। यो केवल सजावट होइन, यो प्रतीकहरूले भरिएको अनुष्ठान हो। रङहरू हावामा उड्न थाल्छन्, आसनमा हाँसो गुन्जिन्छ, बच्चाहरू जङ्गली भएर दौडिन्छन्। पूर्णिमाको साँझ हामी फेरि जम्मा हुन्छौँ। चिरलाई तल झार्नुपर्छ। डोरी तानिन्छ, लिङ्गो सावधानीपूर्वक तल आउँछ, अनि हामी पुरानो सहरको बाटोमा घिसार्न थाल्छौँ। बसन्तपुर, मक्खन, इन्द्रचोक, वोटु, महाबौद्ध, ढुगाबही। बाटोहरू जीवन्त भएका छन्, हामीतिर रङ झर्किन्छन् तुन्दी खेलतिर जाँदै गर्दा। यो 1 वर्षको भावनालाई आगोमा बोकेर जाँदै जस्तो लाग्छ। रात पर्छ। बाँसको लिङ्गो अन्तिम पटक ठाडो उभिन्छ। गाईको गोबरका डल्ला, घिउ, भेटीहरू। आगोले आधार छुन्छ। आगो हिंस्रक रूपमा माथि चढ्छ। चिङ्गारीहरू अँध्यारो आकाशमा उक्लिन्छन्। यो हो होलिका दहन। म आगोको ज्वाला हेर्दै उभिएको छु, जसले संरचना खरानीमा परिणत गर्छ। नवविवाहित जोडीहरू आगो वरिपरि घुम्छन्, लामो वैवाहिक जीवनको लागि प्रार्थना गर्छन्। कसैले भन्छन् धुवाँले ऋतु परिवर्तन हुँदा हावालाई शुद्ध गर्छ। जब ज्वाला शान्त हुन्छ, मानिसहरूले खरानीलाई निधारमा लगाउँछन्। फेरि असलले खराबलाई हरायो। मर्दै गरेका आगोका अगाडि उभिएर म सम्झन्छु हामी किन चिर उठाउँछौँ। धेरै अघि यमुनाको किनारमा भगवान कृष्णले गोपिनीहरूलाई नुहाइरहेको देखे। उनीहरूको लुगा बाँसको लिङ्गोले उठाएर झुन्ड्याए अनि रङ झर्के। चिर भनेको कपडा हो। हामी यो रमाइलो क्षण सम्झनका लागि उठाउँछौँ, रङको दिव्य उत्पत्ति। अर्को कथा अझ चर्को रूपमा गुन्जिन्छ। प्रहलाद, विष्णुका भक्त, उनका बाबु राजा हिरण्यकश्यपु, क्रोधित। होलिका प्रहलादसँग आगोमा बस्छिन्, आशीर्वादले सुरक्षित, तर भाग्य उल्टिन्छ। होलिका जल्छिन्, प्रहलाद बच्छन्। जलिरहेको चिर त्यही आगो हो, निश्चलताको विजय क्रूरतामाथि। गुरुमापाको कथा पनि छ। जुवाडी केश चन्द्र आजुले सबै हराए। निराश भएर जङ्गलमा गुरुमापा राक्षस भेटे। बच्नका लागि खाना दिने बाचा गरे। राक्षसले बढी खाना थाल्यो, बच्चाहरू समेत। उसलाई टुडी खेलमा लगेर खुवाइयो। त्यसैले हामी चिरलाई टुडी खेलसम्म घिसार्छौँ, खाना पनि बोकेर। यो अनुष्ठानले यो कुरा पनि सम्झाउँछ। मल्लकालमा चिर हनुमान ढोकाको मोहनचोकमा उभिन्थ्यो। त्यसबेला सानो थियो। पछि राजा पृथ्वीनारायण शाहले गद्दी बैठक नजिक सारिदिए। एक समयमा 4वटा चिर थिए, हनुमान ढोका गेट, मोहनचोक, गद्दी बैठक र नारायण हिटी दरबारमा। 2008 पछि मात्र 2वटा बाँकी छन्। समयले राज्यहरू बदल्छ, तर बाँस अझै उड्छ। मलाई 2015 सम्झना छ। ट्याक्सीले चिरलाई ठोकियो। केही महिनापछि भूकम्प आयो। कसैले संयोग भन्छन्, कसैले चिरले हामीलाई जोगाउँछ भन्छन्। म यो वर्ष फेरि बाँस उठेको हेर्दैछु र आशा गर्छु जबसम्म चिर उभिन्छ, हाम्रो सम्झना बाँकी रहन्छ, हाम्रो पहिचान बाँकी रहन्छ, बसन्त बाँकी रहन्छ।